हो चीनको सबैभन्दा ठूलो मासु कम्पनी। यो कम्पनीले मासुबाट यस्तो कुरा बनाउँछ जुन देखेपछि तपाईले अबदेखि चीनको कुनै पनि चीज खानु त परै जाओस् हेर्न समेत छोड्नुहुन्छ। सबैभन्दा पहिले यो कम्पनीले ठूला काट्ने स्थल कसाईखानासँग सम्झौता गर्छ जहाँ विभिन्न प्रकारका जनावरहरूको मासु बिक्री गरिन्छ। जब ती काट्ने स्थलहरूमा मासु बिक्री हुँदै गर्दा कुनै मासु 1-2 दिन पुरानो हुन्छ त्यस्ता मासुहरूलाई यो कम्पनीले सस्तोमा किनेर ल्याउँछ। त्यसपछि ती मासुहरूलाई एक ठाउँमा ल्याएर ठूला मेसिनहरूद्वारा पिसिन्छ, जस्तो कि आटा गुदै जस्तै। त्यसपछि कन्वेयर बेल्ट मार्फत अर्को मेसिनमा पुर्याइन्छ जहाँ ती सबै मासुहरू मिसाइन्छन् र फेरि एक ठूलो कन्टेनर मेसिनमा धकेलिन्छ। त्यो कन्टेनर मेसिनमा पानी र विभिन्न रासायनिक पदार्थहरूसँगै ती मासुहरूलाई केही घण्टासम्म मिसाइन्छ। अन्त्यमा त्यो मिश्रणलाई ससाना डब्बामा भरेर सिल गरिन्छ। पछि ती डब्बाहरूलाई ठूला ट्रकहरूमा लोड गरेर बजारमा बेच्न लगिन्छ। मानिसहरूले ती डब्बाहरू किनेर फलफूल, तरकारी तथा अन्य बालीहरूमा प्रयोग गर्छन्। उनीहरू भन्छन् कि यसले फलफूल तथा तरकारीको वृद्धि छिटो हुन्छ र परिमाणमा पनि बढी उत्पादन हुन्छ। यदि तपाईलाई भिडियो मन पर्यो भने कृपया